नमस्कार सबैमा। आज तपाईहरु सबैलाई स्वागत गर्दै है म तपाईहरु समक्ष एक दुईवटा ज्ञानका कुरा साझा गर्न गइरहेको छु र आजको मैले चुनेको शीर्षक छ व्हाई डजन्ट द हनी गेट स्पोइल्ड है। मह किन लामो समयसम्म बिग्रिदैन। तपाईहरुलाई थाहा भएको कुरा हो कि आजभन्दा धेरै वर्ष अगाडि है आर्कियोलोजिस्टहरूले इजिप्टमा 3000 वर्ष पुरानो मह भेटेका थिए र त्यो मह चाहिँ एउटा एडिबल कन्डिसनमा थियो। यो मह खाने लायक मह थियो। अब यति लामो समयसम्म पनि मह किन बिग्रिएन त, मह यति लामो समयसम्म कसरी राम्रो रहन्छ भन्ने चाहिँ यसको लागि दुई चारवटा कुराहरू छन् है। मह किन लामो समयसम्म राम्रो रहन्छ यो तपाईहरु समक्ष म साझा गर्न गइरहेको छु। र पहिलो कुरा हो, महमा पानीको प्रतिशत एकदमै कम्ती हुन्छ। महमा लगभग 17% मात्रै पानी रहने गर्दछ। यसले गर्दा पनि मह लामो समयसम्म बिग्रिने गर्दैन। दोस्रो कुरा, महको पीएच जुन चाहिँ हुन्छ, पीएच चाहिँ एकदमै कम्ती हुन्छ। लगभग 3.5 को मात्रै पीएच रहन्छ महमा। यसले गर्दा चाहिँ के हुन्छ भन्दाखेरि जति पनि जीवाणुहरू छन् है, जस्तै ब्याक्टेरियाहरू, माइक्रोब्सहरू, यसलाई ग्रोथ हुनुको लागि चाहिँ यो लो पीएच अनफेभरेबल कन्डिसन भनिन्छ र यो कन्डिसनमा जति पनि ब्याक्टेरिया र माइक्रोब्सहरू छ त्यसको ग्रोथ हुँदैन र त्यसले गर्दा पनि मह लामो समयसम्म राम्रो रहने गर्दछ। र त्यसको कारण चाहिँ के हुन्छ भन्दाखेरि जब मौरीहरूले मह बनाउने प्रक्रियामा चाहिँ ग्लुकोज अक्सिडेज नामक एन्जाइम महमा मिलाउने गर्छन्। यो ग्लुकोज अक्सिडेज नामक एन्जाइमले हाइड्रोजन पेरोक्साइड नामको एउटा तत्व बनाउने गर्दछ। यो हाइड्रोजन पेरोक्साइडले चाहिँ महमा रहेको जति पनि ब्याक्टेरियाहरू छ यसलाई ग्रोथको लागि चाहिँ इन्हिबिट गर्छ है। र यी तीनटा कारणले गर्दाखेरि चाहिँ मह लामो समयसम्म राम्रो बस्ने गर्दछ। र महलाई अर्को पनि हामीले याद गर्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि चाहिँ एकदमै एयरटाइट कन्टेनरमा राख्यौं भने धेरै लामो समयसम्म मह राम्रो अवस्थामा रहने गर्दछ। यस्तै ज्ञानको कुराहरू है, यस्तै राम्रो राम्रो कुराहरू तपाईहरु समक्ष साझा गर्दै आउने नै छु। र आजको लागि तपाईहरुले यो मेरो भिडियोलाई स्वीकार गरिदिनुहोस् भनेर यहाँबाट निवेदन गर्दै आजको लागि यति नै राख्न चाहे। धेरै धेरै धन्यवाद।